नमस्ते। आज चैत 7 गते 2082 साल र यो भिडियोमा चाहिँ हामीले एकचोटि नेप्सेकै एनालाइसिस गरिहालौँ है त। अब फर्स्टमा हेर्नुहुन्छ भने हाम्रो मेन कन्सर्न भनेको अहिले चाहिँ है एउटा यो 2800 को जुन सब लेभल छ त्यो एउटा हुन आइरहेको छ र जुन यो ग्याप क्रिएट भएको छ यसको सिग्निफिकेन्स चाहिँ के हुन्छ त्यो बुझौँ है त। अब नर्मली के छ भन्दाखेरि हाम्रो जुन न्युजको कारणले गर्दाखेरि ग्याप क्रिएट भएको छ होइन, अथवा न्युजको कारणले गर्दा जुन मार्केट मुभ भएको छ त्यो चाहिँ त्यही हिसाबले चाहिँ फेरि ब्याक टु नर्मल पनि हुनुपर्छ। अब जसरी यहाँ मार्केट माथि गयो त्यही हिसाबले हाम्रो तल पनि आएको छैन। अब तर के छ भन्दाखेरि यो ग्याप चाहिँ कहिले फिल हुन्छ भन्ने कुरो, किनभने मार्केटमा चाहिँ ग्याप थ्योरीको अनुसार चाहिँ के हुन्छ भन्दाखेरि मार्केटले चाहिँ जहिले पनि ग्याप क्रिएट भएको ठाउँमा चाहिँ आएर त्यहाँको जति पनि अर्डरहरू छ त्यो पिक गर्छ भन्ने चाहिँ एउटा एजम्सन हुन्छ। अब यहीँ हेर्नुहुन्छ भने तपाईँले यो लेभलमा जुन छ यो लेभलमा नि ग्याप त क्रिएट भएको छ यो 2 दिनमा होइन, तर त्यो चाहिँ के भन्छ नेक्स्ट 2 डेजमा नि फिल गरेर मार्केटले फेरि आफ्नो जुन ट्रेन्ड थियो त्यही ट्रेन्डमा गएको देखिन्छ होइन। अब यहाँनिर चाहिँ यो कहिले फिल हुन्छ भन्ने कुरो अब लामो टाइम पनि लाग्न सक्छ या सर्ट टाइममा, जस्तै 2 दिनमा यता देखाएँ मैले, यो 2 दिनमा नि हुनसक्छ अथवा एकै दिनमा पनि हुनसक्छ, त्यो भन्न गाह्रो हुन्छ। तर एउटा के छ भन्दाखेरि यो जुन ग्याप क्रिएट भएको छ यो ग्याप क्रिएट हुँदाखेरि चाहिँ यहाँनिर हाम्रो चाहिँ एउटा ब्रेकआउट पनि आएको छ। अब यसमा के हुन्छ भन्दाखेरि हाम्रो नर्मल भन्दा नि यो चाहिँ ब्रेकअवे अथवा ब्रेकआउट ग्याप भयो होइन। यसमा चाहिँ के हुन्छ भने मार्केटले चाहिँ नर्मली यो ठाउँमा आउन फेरि टाइम लगाउँछ होइन, थ्योरीको हिसाबले यो फेरि यो फिल गर्न चाहिँ टाइम लगाउँछ भन्ने छ थ्योरी चाहिँ होइन। यहाँ के छ भन्दाखेरि यहाँ सपोर्ट पनि हुन आउँछ, यो अब जुन पहिला रेजिस्टेन्स भएको थियो त्यो सपोर्ट पनि हुन आउँछ। अब सिन्स यहाँ राम्रो अमाउन्ट अफ क्यान्डलको भोल्युम चाहिँ तपाईँको बाहिर गएको छ यो आयो भन्दा पनि होइन, यो आयो भन्दा तपाईँको राम्रो अमाउन्टले चाहिँ क्यान्डलको पार्टले चाहिँ ब्रेकआउट दिएको छ भने चाहिँ यो चाहिँ राम्रो ब्रेकआउटै मानिन्छ यसलाई होइन। अब त्यही भएर यहाँनिर फेरि टेस्ट गर्न आइरहेछ र यही यसैलाई सपोर्ट मान्ने कारणले यो चाहिँ फेरि यहाँनिर चाहिँ छिटो आउँदैन कि भन्ने चाहिँ एउटा थ्योरी हो होइन। अब त्यही भएर यहीँबाट फेरि यसले टेस्ट गरेर यहीँनिर डब्लु प्याटर्न जस्तो बनाएर पनि माथि जानु खोजिरहेको छ यो। अनि फेरि तपाईँको साइकोलोजिकल लेभल पनि हुन आउँछ, यहाँ 2800 को चाहिँ जुन छ यो जोन पनि त्यही बन्न आएर चाहिँ 2800 को जोन पनि हुन आइरहेछ। त्यही भएर यहाँनिर यसले चाहिँ खेलेर माथि जाने जस्तो पनि देखाइरहेको छ होइन। अब यो भन्दा भन्दै फेरि एउटा के पनि कन्सिडर गर्नुपर्छ भन्दाखेरि जुन हाम्रो ग्लोबल्ली एउटा वारको सिचुएसन परिरहेछ होइन, पेट्रोल लिएर होइन। अब त्यसमा नि अब तपाईँ के हुन्छ त्यसको न्युजले इम्प्याक्ट अझै हाल्न बाँकी नै छैन। यो हाम्रो अहिले चाहिँ जस्ट हाम्रो पोलिटिकल स्टेबिलिटी र त्यो गभर्नेन्सको कारणले गर्दा चाहिँ अहिले चाहिँ मार्केट मुभ भएको देखिन्छ। अब जब हाम्रो एक्चुअलमा त्यो कस्टहरू बढेर आउँछ, सबै चिज बढेर त्यसको इम्प्याक्ट कसरी हाम्रो मार्केटले चाहिँ इम्प्याक्टलाई कसरी हाम्रो मार्केटले चाहिँ रियाक्ट गर्छ र एब्जर्भ गर्छ त्यो चाहिँ अझै हामीले कन्सिडर गर्न बाँकी छैन। अब यसको लागि हुनसक्छ मेबी कुनै अलि माथि गएर होइन, अथवा मेबी यो लेभल चाहिँ टेस्ट गरेर होइन, जुन यो लेभल छ यो लेभल टेस्ट गरेर यहाँबाट झर्ने हो कि होइन। अब 3000 लेभल पनि टेस्ट गर्न सक्छ यसले होइन, यहाँनिर रिसेन्टली त्यहाँ टेस्ट गरेर फेरि ब्याक टु यो तल आएर यहाँ ग्याप फिल गरेर जाने हो कि त्यो पनि एकचोटि हामीले हेर्न पनि हुन्छ होइन। अब यहाँ अर्को के छ भन्दाखेरि मार्केट चाहिँ आफ्नो एउटा प्यारलल च्यानलमा पनि चलिरहेको थियो बिफोर न्युज होइन, यो हाम्रो बिफोर त्यो पोलिटिकल न्युज आउनु थाल्यो त्योभन्दा अगाडि मार्केट चाहिँ हाम्रो सिम्पली एउटा मार्केट यो मार्केट चाहिँ हाम्रो एउटा प्यारलल च्यानलमा चलिरहेको थियो यसरी होइन। अब यो प्यारलल च्यानल चलिरहेको थियो, ब्रेकआउट आयो र फेरि ब्याक टु च्यानल आएको छ। हुनसक्छ मेबी यहाँबाट फेरि ब्याक टु यसले फेरि यही च्यानलमा जानु पनि एउटा चान्स हुनसक्छ होइन, त्यही सिलसिलामा यसले चाहिँ यो फिल गर्न पनि चान्स छ। तर मोस्टली चाहिँ यो ब्रेकआउट ग्याप भएको भएर चाहिँ यो चाहिँ फिल छिटो नहोला भन्ने चान्स छ। त्यही भएर 3000 टेस्ट गर्छ कि भन्ने हामीले सोच्न सक्छौँ है। अब यहाँनिर हामीले अब के गर्नुपर्ने हो, अब कस्तो खालको स्टकहरू चाहिँ एन्ट्री लिने भनेर अब त्यस्तो पनि हेर्नु पऱ्यो होइन। अब हामीले हेर्दाखेरि चाहिँ स्टकहरू हेर्दाखेरि चाहिँ ब्रेकआउट भएको तर त्यसले चाहिँ सबसे नजिक चाहिँ यस्तो चाहिँ रेजिस्टेन्सहरू नभएको त्यस्तोमा एन्ट्री लिँदा चाहिँ राम्रो हुन्छ होइन। अथवा तपाईँले अलिक सस्तो सेयरहरू जुन चाहिँ 180 देखि लिएर 200 को आसपास होइन, 180 देखि लिएर 220 230 त्यस्तो लेभलमा हेरेर चाहिँ त्यस्तो पनि स्टक किन्न सक्छौँ। अब किनभने यहाँनिर हाम्रो रिसेन्टली 28 पनि एउटा त 29 पनि एउटा चाहिँ हाम्रो एउटा लेभल छ, सपोर्ट रेजिस्टेन्स लेभल छ र 3000 पनि एउटा रेजिस्टेन्स लेभल छ होइन। अब तपाईँको यो पनि एउटा हाई हो, यहाँबाट मार्केट फल भएको देखिन्छ होइन। त्यही भएर यो लेभल पनि टेस्ट गरेर यहीँबाट पनि तल आउनु पनि सक्छ है। अब त्यही हिसाबले हामीले चाहिँ अलि सेफ खेल्न पनि पर्ने हुन्छ यसमा है। अब यही गर्दा गर्दै एउटा मैले एलइसीको पनि हल्का एनालाइसिस गर्छु त। अब एलइसी चाहिँ अहिले रिसेन्टली चाहिँ टप गेनर्सहरू जस्तैमा आइरहेको छ, अहिले माथि माथि नै आइरहेको छ होइन। अब यसमा तपाईँले हेर्नुहुन्छ भन्दाखेरि कस्तो चलिरहेछ भन्दाखेरि अहिले चाहिँ यसको नर्मली यसको त्यो लामै कन्सोलिडेसन फेज चलेको थियो, यहाँबाट एउटा सर्टेन रेन्जमा बसिरहेको थियो यो र यही रेन्जमा चाहिँ यसले प्ले गरिरहेको थियो होइन। अब यहाँनिर तपाईँको एकुमुलेसन भइरहेको देखिन्छ, यो एरियामा तपाईँको राम्रो एकुमुलेट भइरहेको देखिन्छ। अब बिफोर
यो एउटा एरियामा तपाईँको एकुमुलेट भइरहेको छ होइन। त्यसपछि यहाँबाट देख्नुहुन्छ यो पछि चाहिँ तपाईँको चाहिँ मार्केट यो लेभलभन्दा तलै जान थाल्यो अलिकति होइन। अब यहाँनिर झन् हेर्नुहुन्छ भने यो जुन एरिया छ यति एरिया छ यो एरियामा चाहिँ झन् धेरै मान्छेले कम प्राइसमा एकुमुलेट गर्न थालेको देखिन्छ है। यहाँबाट चाहिँ मार्केटले ऱ्यापिड राइज पनि पाएको छ होइन। तपाईँको राइज मुभ हेर्नुहुन्छ भने अलि राम्रै मुभ गरेर माथि गएको देखिन्छ होइन। अब कुरा यहाँनिर के आउँछ भन्दाखेरि विकली एनालाइसिसमा हेर्नुहुन्छ भने तपाईँले चाहिँ विकली चाहिँ राम्रो मुभ आएको देखिन्छ होइन। 3 विक्स तपाईँको ग्रिन क्यान्डल भनेर सट्ट गएको छ र यो जुन रिसेन्ट हायर थियो होइन यो पनि भयो यो पनि भयो। योभन्दा तपाईँको मार्केटले चाहिँ बाहिर नै जान सफल गरेको छ, ब्रेकआउट दिन सफल गरेको छ यो एलइसीमा होइन। अब यहाँबाट तपाईँले एउटा लाइन तान्नु भयो भने यो चाहिँ एकदमै क्रुसियल जोन देखिन्थ्यो यसको पहिला, जुन यसले चाहिँ ब्रेकआउट आएको छ एकदम क्लिन ब्रेकआउट त हो, तर यसको राम्रो चाहिँ अब मोस्टली 50देखि 50% भन्दा माथि नै यसको बडी चाहिँ बाहिर भएको चाहिँ राम्रो मानिन्थ्यो। तर ठिकै छ यो पनि तपाईँको एउटा ब्रेकआउट मान्न सकिन्छ होइन। भोल्युम पनि राम्रै आएको छ, सो ब्रेकआउट हो भनेर एउटा चाहिँ अलिकति कन्फर्मेसन चाहिँ एक्स्ट्रा पाएको छ यसमा होइन। अब यहाँबाट मार्केट मुभ गर्दाखेरि कसरी मुभ गर्छ चाहिँ हेर्नुपर्छ। अब तपाईँ प्याटर्न हेर्नुहुन्छ भने यहाँनिर तपाईँको चाहिँ कप एन्ड ह्यान्डल प्याटर्न पनि बनेको छ होइन। अब तपाईँले हेर्नुभयो भने यहाँनिर एउटा चाहिँ कपको चाहिँ यसरी गएको देखिन्छ होइन। यो तपाईँको चाहिँ प्याटर्न यसरी कप एन्ड ह्यान्डल प्याटर्न फर्म भएको देखिन्छ है यसरी। अब यसको चाहिँ अब मार्केटले यहाँबाट हल्का माथि गएर रिटेस्ट गर्यो भने चाहिँ राम्रो होइन। अब प्राइस ट्यागको त्यही ठाउँ नपुग्ला, तर यसरी रिटेस्ट गरेर आएको चाहिँ राम्रो मानिन्छ होइन। अब यसरी तपाईँको माथि जान सक्छ है, नट एक्ज्याक्टली यही ठाउँमा रिटेस्ट आउँछ भनेको होइन मैले होइन, तर अब यसको चाहिँ मोटामोटी यसरी चाहिँ रिटेस्ट हुनसक्छ होइन। रिटेस्ट अब यसको टार्गेट चाहिँ कति हुनसक्छ भन्दाखेरि अब नर्मली तपाईँको लाइक एभ्री अदर उसमा होइन प्याटर्नमा यसको पनि मैले यहीँबाट लिएँ भने तपाईँको चाहिँ जतिको डिप छ होइन जतिको गइरहेछ त्यतिकै लेभलमा चाहिँ तपाईँको माथि जान्छ। 62 पोइन्टको छ देखिरहेको छु मैले, यहीँबाट 62 पोइन्ट लिनुभयो भने तपाईँको चाहिँ अब त्यही हिसाबले यो ब्रेकआउटबाट 62 पोइन्ट लिनुहुन्छ भन्दाखेरि तपाईँको मार्केटमा चाहिँ अझै तपाईँले चाहिँ 326 सम्मको चाहिँ टार्गेट देखिन्छ। त्यहाँसम्म चाहिँ यो मार्केटले चाहिँ पुस गर्नलाई चाहिँ फ्युल छ भनेर बुझ्न सक्नुहुन्छ होइन। अब त्यो प्लस यो जुन कन्सोलिडेसन छ यो कन्सोलिडेसनको रेन्ज पनि त्यही हिसाबले चलेको हुन्छ। त्यो कन्सोलिडेसन जतिको छ होइन त्यही लेभलले पनि माथि चाहिँ ब्रेकआउट पछि जान सक्छ यसमा है। अब यसमा अब एन्ट्री लिनुहुन्छ भने अब राम्रो ठाउँ त यही तलतिरै हो होइन। अब सस्तोमा 200 को ब्रेकआउट पछि लिनु भएन थियो, तर अब चाहिँ तपाईँले इफ यहीँ होल्ड गर्नु भएको छ भने यहीँ किन्नु भएको छ भने त ठिकै छ, मुभमा राइड गर्नुहोस् होइन भने यहाँनिर पनि तपाईँले एन्ट्री खोज्न सक्नुहुन्छ नि। यहाँबाट चाहिँ रिटेस्ट आएपछि मात्र एन्ट्री लिनु होला, किनभने अहिले लिनुहुन्छ भने तपाईँले चाहिँ रिस्की हुनसक्छ। फेरि यहीँबाट फेरि ब्याक टु यो कन्सल्टेसन रेन्जमै छिर्न थाल्यो भने तपाईँलाई चाहिँ अलिकति रिस्क चाहिँ धेरै हुन्छ, तपाईँको स्टप लस पनि धेरै हुन जान्छ। त्यही भएर तपाईँले चाहिँ वेट गर्नु। यहाँनिर एउटा चाहिँ केही बुलिस प्याटर्न फर्म भयो, यो ब्रेकआउट पछि हल्का माथि गएर रिटेस्ट आएर अथवा यहीँबाट भोलि एउटा राम्रो बुलिस क्यान्डल भएर अनि माथि गयो राम्रो भोल्युम आउँछ भने देन तपाईँले चाहिँ कन्सिडर गर्न सक्नुहुन्छ यसमा एन्ट्री लिनलाई। अनि टार्गेट चाहिँ तपाईँले त्यही 326 अथवा 330 को फर्स्टमा लिएर चल्न सक्नुहुन्छ है। 60 पोइन्टको यहाँबाट मैले लिएको थिएँ यो ब्रेकआउट जोनबाट 260 को लेभल ब्रेकआउट भएपछि 60 पोइन्टको लिएर 320 हो। तर तपाईँले चाहिँ अब फर्स्टमा 300 एकचोटि हेर्नुपर्ने हुन्छ लेभल, किनभने त्यो तपाईँको साइकोलोजिकल लेभल बढ्न जान्छ र त्यहाँनिर मान्छेले नर्मली बेच्छु है भनेर सोचेको हुनसक्छ। त्यही भएर त्यो एकचोटि पनि हेरेर जान सक्नुहुन्छ यसमा है त।